भन्नुला मैले आफ्नो हरेक मान्छे राजनीतिक प्राणी त हुन्छ नै हैन। राजनीति भने तपाईलाई मैले म फेरि जनप्रशासन विद्यार्थी, मैले मास्टर्स गरेको छु जनप्रशासनबाट। त्यसकारणले गर्दाखेरि मेरा जीवन बाँकी जीवन समाजले कुनै आवश्यकता ठानेमा त्यसको लागि म तयार छु, तर म गलत बाटो चाहिँ जान्न सही बाटो जान्छु। त्यसको लागि सरसल्लाह गर्दैछु, राय सल्लाह लिन्छु। राय सल्लाहको आधारमा जनताले आवश्यक ठानेमा म त्यसको लागि अगाडि बढ्ने। हामीले यसरी बुझ्दा हुन्छ तपाईँ र मेयर साहब एकै ठाउँबाट मतलब एउटै यात्रामा हुनुहुन्छ यसपछि पनि भनेर बुझ्दा यस्तो एउटा कुरा चाहिँ के भने म सधैँ मेरो बाँकी जीवन रहेसम्म यो मेरो तपाईलाई भने मैले मेयर साहबसँग एकदम इम्प्रेसिभ छु म हैन। उहाँको गाइडलाइन एकदम मनपर्छ, राम्रो लाग्छ, खुसी लाग्छ, केही कुरा सिक्न पाइन्छ। इमानको एउटा भारी बोकेर हिँड्नु भएको छ। त्यसमा चाहिँ म सधैँ उहाँको अनुयायी भनौँ, उहाँको पथमा चाहिँ हिँड्छु म। यसलाई कसरी बुझ्नु चाहिँ बुझ्नु। अहिले नै राजीनामाको यो उपयुक्त समय तपाईँले कसरी ठान्नु भयो? अनि मैले तपाईँलाई भनेको थिएँ, तपाईँलाई चाहिँ पनि भने